हेलो गाइज, आज भदौ 31 गते मजाले मेरो फर्स्ट ब्लग हो। कोसिस गर्दैछु युट्युबमा के गर्न सकिन्छ कि भनेर। अनि आज चाहिँ श्राद्ध हो, छोरा श्राद्ध, बुवाको तिथि। अनि हिजो अभिषेक थियो, आज श्राद्ध। अनि यसो आज के हुँदैछ यसो खबर दिने कोसिस गर्छु हजुरलाई। ल है त घरको बुहारी बिहान 4 बजी उठ्यो होइन तिमी? बिहान 4 बजी उठेर 4 उठेर काम सुरु गरेछ। अनि हाम्रो सधैँ आउनुहुन्छ हाम्रो फुफू बिहान 4 आउनु भएर रोटी बेल्दै हुनुहुन्छ। आउँदाखेरि जहिले पनि खुट्टा लड्ने कोर्नी भइरहन्छ। देखाउनु त लुगा त्यो च्यातिको देखाउ न देखिएन कि ओलिँदाखेरि ट्याक्सीबाट ओलिँदाखेरि च्यातिएछ होइन बाइकबाट। ल रोटी बेल्दैछन्, आधी त मैले बेली, आधी फुपूले गर्दै हुन्छ। पुरीको लागि पुरी त विशेष भइहाल्यो बाहुनछेलीको हरेक पूजा पाठमा सबैको प्राय नेपालमा पुरी फुराउँदैछन्। गोल गोल पुरी। गुरुको आज बिजी भएर गुरु चाहिँ अब हाम्रो 12 बजीतिर आउनुहुन्छ अरे। के पाक्दैछ उयो तितो करेला, फर्सी, फर्सी। अनि यहाँ के हुँदैछ? काउली सब पाकिसक्यो। सानो बच्चा छ 1 वर्षको, सुत्या बेला सबै झ्याम बुढीले सब पकाइदिसक्यो होइन। म 3 बजे उठ्छु भनेको थिएँ फुपू। आज अनि 3 बजेको अलार्म राखेँ होइन, एकछिन सुत्छु भने त 4:30 भइसकेछ। होइन 12 बजे आउनु त ठिक छ। अनि आएको गाह्रो हुन्छ त। यतिखेर आउनेले गाह्रो हुन्छ नि त। ठिकै छ। 12 बजे अहिले ठिक छ। छिटो पकाएर नि के गर्नु, फेरि बनाइहाल्छ, फेरि बिग्रिन्छ है। त्यही भनेको अहिले टाढा आउनु हो भने त अलिक ढिलो हुन्छ। हजुरको चाहिँ कहिले गर्थे? यो सुरुको दिन भनेको खिर पनि पाक्दैछ। खिर हेर्छे ल हेरौँ त। ल के राख्यो भन्छ यसमा तिमीले? दुध र भात, दुध र चामल। कति लिटर दुध राख्यो तिमीले? 4 लिटर दुध, अनि चामल, अनि त्यसपछि घिउ, चिनी, मसला। नरिवलहरू चाहिँ हाल्नु हुँदैन हो? हाल्छ तर म त फुपूले टोक्न सक्दिनँ। 7 दानाको गुल्ला छुट्टै पकाउने हो? ओके। कोही गुरुले त चामल पनि खान्छ। गुरुको छोराले खाइसिन्थ्यो नि। यहाँ चाहिँ छुट्टै अब सिधा रेडी हुँदैछ। मम्मीले राख्नुहुन्छ सधैँ 4वटा सिधा, 5वटा 1 2 3 4 5 6 5वटा सिधा। सिधामा के राखिन्छ? फलफुल चाहिहाल्यो, कुलौरा, केरा भिजाको नौसिकन, अदुवा, तिल, आलु। घिउ राख्न लागि छ। गोरु सुतिरहेछ, सुतेबाट सब पकाएर रेडी गर्ने। उठेपछि खेलाउनु पर्छ, काम गर्न दिँदैनन् पुन्जीले। आइ गोरु हेर तिमी यति मजाले सुतेको। आहा कति आनन्द। त्यसबाट कोरोना आइपुग्नु भयो। म यहाँबाट 7
दर्शन गरौँ छोराछोरा सुरु गर्नलाई हामीले कुल गुरु बेसीको कुल गुरु हुन्छ त्यसै म पाउने 10 बजे पुग्यो गुरुको भर्खर जानु म भने अनि मैले यहाँबाट लगेँ त्यो स्याउ र नास्पाती चाहिँ त्यही झोलामा राखेँ सबै यसैमा राखेँ मैले त्यो नैका पुग्नु हो सुरु भयो होइन माथि घडी टाइम देखाउँछ नि बिस्तारै सबैको अनुहार देखाउनु यहाँ देखाउनु होइन 1 मिनट 2 मिनट खिचे पुग्छ छैन अब खिच्नु ल अब छिटो अब हुन्छ नि मुखिल खिच्ने तिन जराउनु पर्दैन कि सानसानो लोटाहरू चाहिँ पञ्चपात्र मेरो त्यहाँ नयाँ किन लिएर एउटा त भान्सामा राखिसक्नु पर्छ कि केशवाय नमः नारायण नमः नारायण फुला चल रहा है पानी आ रहा है पानी आ रहा है भगवान संपूजा बाबा गयो घर अब गर्नु के गर्ने यो राख्यो सब हिउँमा राख्यो के भयो सक्खर राख्ने हो दही दुध घिउ सक्खर दुबो पानी राख्ने भाउजू राखेर हुन्छ भने उसो हातले मात्रै भ्याएन भने तिम्रो राख्दा हुन्छ भन्नु भएन नि पानी दिनु मेरो हजुरबा मेरो बिहा गरेको बहुत दिन मात्र बित्या हो
त्यो के जापानिज हलिउड क्या अन्जुला हजुरले के आफै हुने सुन्ताले लिएर आएको थियो होइन अनि मैले एउटा चाहिँ फ्यात्ते भएको थियो कि अनि लगेर सिङ्गे गाडिदिएको यत्रो बोट भएको छ भने हेर पूर्व पश्चिम उज्जर चारतिर छरे फेरि मलाई मिल्का जाला बाटाको पानी हाल्नु केरा दिनु पर्यो त्यस्तो हुन्छ छोडा हो The wind hums at the break of